हे गाइज वेलकम ब्याक टु माई च्यानल एन्ड न्यू ब्लग। अनि म चाहिँ भर्खर उठेको क्या खाना खाएर सुतिरहेको थिएँ। 10 बजेतिर खाना खाएको अनि 11 बजेतिर सुतिरहेको थिएँ। अनि अहिले चाहिँ 2:30 भइसक्यो। अनि भर्खर उठ्दैछु। अनि बिहान भ्लग पनि बनाएको थिइनँ। दिउँसो कतै घुम्नु गइन्छ होला पनि भन्ने भएर सुतेर छु। मस्तसँगले निदाइएछ। अनि अब चाहिँ म नुहाउनु जान्छु। लास्ट अल्छी लागिरहेको छ। अनि नुहाएर फ्रेस भएर अनि त्यसपछि फेरि भेटौँला होइन। अनि अरू त के भन्नु र, एउटा कुकर माझ्नु छ, अरू त काम भाँडा माझेरै सुतेको क्या। त्यही भएर झन् धेरै निदाएको छु भन्न मिलेन। निदाउन चाहिँ किन निदाएँ, बट त्यो 1:30सम्म चाहिँ सुत्छु भन्ने थियो। 2:30सम्म सुतेछु, 1 घन्टा बढी सुतेँ। अनि अब चाहिँ जान्छु नुहाउनलाई। लुगा अस्ति धोइसकेको छ, लुगा धुनु छैन। आज शनिबार हो खासमा चाहिँ। पसिना भएछु क्या म, फेरि देख्न सक्नुहुन्छ। पसिना सबै पसिना कपालको हालत त्यस्तो छ। सो त्यही हो। अब चाहिँ म जान्छु उतातिर। देख्न सक्नुहुन्छ कोठो अस्ति मिलाएको, फेरि हालत त्यस्तो भइसक्यो। सो गाइस म चाहिँ अघि नुहाउन जान्छु भनेको, तर म लास्ट अल्छे मान्छे, नुहाउन गएको छुइनँ। अनि अब चाहिँ चटपटे खाएर चाहिँ बरु ढुक्कसँगले गइहाल्छ। अनि अहिले चाहिँ त्यहाँ मिलनले बसेर डाडुले चटपटे खाइरहेको छ। आफैले बनाएको भनेर कराईमा खाएर मलाई दिएन क्या, भन्न मिलेन होइन। अनि म अहिले एक बटुको पो छ मलाई त झन् दिएको छ। त्यही हो। अनि अब चाहिँ हामी चटपटे खान्छौँ। मैले भ्लग बनाउन थालेँ चाहिँ मलाई पसिना आउँछ के भएको, पुरै पसिना भइरहेको छु। खाइरहेको छ आफ्नै सुरुमा नदेखाउँ। सो त्यही हो। अब चाहिँ म पहिला चटपटे खान्छु, त्यसपछि जान्छु नुहाउनलाई। We have camera stand. त्यसरी भिडियो देखियो होइन। लियाममा है हजुरहरू चटपटे। डाडु के भन्छ, WWE भनेर कसरी हुन्छ त? लियाममा है हजुरहरू हान्यो। म्यान कुरो चाहिँ आज यसलाई मैले त अन्दाज भन्दा चाहिँ यो अल्छी सुतेर बस्छु अन्दाज जस्तै निकाल्दा खेल्दै त्यो पनि मेरो नआएर म निदाएछु भने त्यही पनि मलाई काम छाल्दिएको हो। रियल निदाइराखेको जस्तो भन्छ, पाउन पाउनु मिल्दैन। त्यही पनि निद्राबाट बिग्रिएर यो आज चाहिँ यहाँको सब साथ हालेर होइन सट्ट बनाउनु पर्छ है। सक्यो जानु पर्छ त। तर हामीले एउटा भाडो चाहिएको त्यसो तेल धोएर सक्यो। अरे भिडियो त्यो हिजो एउटा भिडियो हेरेको थियो क्या। म काम गर्नु जान्छु, यो नानीलाई हेरिदिनु है भनेर अहिले ट्रेनिङमा छ नि त। त्यो चाहिँ आएर नानीले यस्तो क्यामेरा उँधो पारिदिन्छ। अनि बाबु मुनि पारेको त मान्छे हेर्दाखेरि त अनि यस्तो भयो जस्तो लाग्छ नि त हामीलाई, यस्तो उँभो हेरेर जस्तो। बाबु मुनि पारिदिएको घरको काम सकेर एकछिन फुर्सद भएर दिन छैन। आएको यहाँ पनि कामै क्या जान्छु भ्युज त फर्स्ट समय यो उसमा टिकटकमा मेरो भ्यू लास्ट जान थाल्यो। त्यो भ्लगको बनाएर हालेको थियो नि 635 पुगिरहेछ होइन।
अरू प्रिन्ट गरेको भिडियो यो भिडियो हालेको 2 सो गाइस अहिले चाहिँ हामीले चटपट पनि खाइसक्यौँ होइन अलिअलि पिरो भयो क्या लास्टमा आएर अनि थोरै चर्को नि भयो पानी खाएको पानी त सकिएछ अनि मिलनले चाहिँ उता भिडियो अपलोड गर्दैछ मिलनको च्यानलमा गएर सब्सक्राइब गर्न सक्नुहुनेछ मिलनको च्यानलको नाम के छ भन्दाखेरि के छ अरे मिलन दाहाल नै छ मिलन दाहाल भनेर छ गएर यसो सब्सक्राइब गरिदिनु होला मेरो सब्सक्राइबरले पनि झुक्किएर मलाई सब्सक्राइब नगरे नि मिलनलाई सब्सक्राइब गर्दा केही बिग्रिँदैन अनि त्यही हो अब चाहिँ म के गर्छु भन्दा म अब भाँडामा छोडेर चटपटे खाएको अनि मनले कमेन्ट हान्छ किप गोइङ भन्दै छ अनि त्यसपछि दाल पकाएर दाल भात अनि च्याउको तरकारी खाने कुरो छ आज चाहिँ हाम्रो अनि दोस्रो काम भनेको यो कोठो मिलाउनु छ त्यस्तो साह्रो त केही छैन लुगाहरू त हामीले सबै त्यहाँ हाल्नु छ कि अब त्यही त्यहाँ भएको त्यो नोटबुकहरू हेडफोनहरू इधर उधर थोरै मिलाउनु छ त्यति नै हो आजको काम भनेको सुनिन्छ होइन मिलानको भिडियो बजिराखेको छ नि त ब्याकग्राउन्डमा अनि मैले नि अपलोड चाहिँ गरिसकेँ बिहानै कति भ्युज गयो थाहा छैन हेरेको नि छैन अस्ति 1 महिनापछि एकजनाले कमेन्ट गरेको थियो त्यसपछि फेरि कसैले कमेन्ट नै गरेको छैन गएर कमेन्ट गर्न सक्नुहुन्छ मेरो भिडियोमा सो त्यही हो अब चाहिँ भिडियोलाई अहिले यही अफ गरौँ एकछिनमा फेरि भेटौँला पसिना हेरेछु क्या फेरि मेरो अन्त पसिना आउँदैन मलाई हेर नि म कसरी बोलिरहेको छु यहाँ मात्र क्या पसिना आउने भनेको चाहिँ सो गाइस अहिले चाहिँ मैले गएर नुहाएर आइसकेँ अनि उतातिर गौरव भाइ बसिराखेको छ अनि मिलनले चाहिँ खाना पकाउँदैछ दाल पाक्दैछ अनि आज चाहिँ हामी दाल भात ए मिलन बाबु ओइ कमिलाले लडाइदियो क्या कमिला मिलाएको अनि त्यही हो यहाँ हाम्रो माथि यस्तो छ क्या त्यति माथि सामान राख्नु लेखेको छ देखिहाल्नुभयो तपाईँहरूले सो गाइस तपाईँहरूले सुनिहाल्नुभयो चट्याङ हानेको होइन बाहिरतिर चाहिँ मजाले हावा चलिरहेछ अनि पानी नि मजाले परिरहेछ क्या तपाईँबाट देखिन त देखिँदैन तर सुन्न चाहिँ सक्नुहुन्छ तपाईँहरूले अनि चट्याङ पनि दामी पारामा हानिराखेको छ अनि बाहिर तपाईँहरूलाई चाहिँ आजको भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तो कमेन्ट गर्नु होला च्यानलमा सब्सक्राइब गर्नु होला अनि मैले अहिले यो भिडियोलाई यहीँ इन्ड गरेर चट्याङ सिक्दैछु यो भिडियोलाई यहीँ इन्ड गरेर अनि त्यसपछि म भिडियो एडिट गर्न थाल्छु अनि यो अब फोनमा चार्ज छैन अनि राति लाइन आएन भने समस्या के हुन्छ भने चार्जको समस्या हुन्छ अनि अब भोलि बिहान अलिक ढिलो आउन सक्छु यो भिडियो त्यो पनि हेरिराख्नु होला कति बजीतिर आउँछ थाहा भएन बट पानी लास्टै परिराखेको थियो त्यही भएर आउँछु म जान्छु सुत्नलाई तपाईँहरूलाई पानी परिराखेको छ भने देखाउनु गर्न आएको सो त्यो हेर्दै गर्नुलाई अरू भिडियो पनि ओके बाई भिडियो बना एउटा छ नि त्यो टिकटकमा यस्तो भिडियो भइरहेको छ यो हनी सिंह मेरो ब्रान्ड छ प्यारो भन्ने चिक्केर लडी अब एउटा भ्लग बनाउने